दर्शकवृन्द, नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्रिय बैंकमा पुगेर पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणपछि पहिलो निर्णयका रूपमा 50 र 1000 का नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरे। All designed to guarantee the epitome of student development. Parul University, a place where infinite dreams are fulfilled. पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए। मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो, तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौ, गभर्नर पौडेलले भने। गभर्नरका अर्का आकांक्षी राष्ट्रिय बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए। राष्ट्रिय बैंकले कम नियमन गरी सुपरिवेक्षण क्षमता बढाउनु पर्ने आवश्यकता रहेको उनले बताए। त्यस्तै उपयुक्त कर्जा नीति ल्याउनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ। सबैसँग छलफल र परामर्श गरेर मात्रै मौद्रिक नीति ल्याउने उनले बताए। राशिकोण टास्छ, मज्जाले टास्छ।